नमस्कार, म चाहिँ भावना न्यौपाने। सधैँ नै हामीले कक्षा 12 लाई बिदाई तथा फेरि भेटौँला कार्यक्रम राखेको हुँदा आज कार्यक्रममा चाहिँ कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। आज मिति 2081 12 महिना 4 गते सोमबारको दिन अरुण माध्यमिक विद्यालय कक्षा 11 ले आयोजना गरेको बिदाई कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। कुनै पनि कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन गर्नका लागि सभाध्यक्षताको आवश्यकता पर्ने हुँदा आजको यस कार्यक्रमको सभाध्यक्षता ग्रहण गरिदिनु हुन यसै विद्यालयको कक्षा 11 मा अध्ययनरत साथी रबिना राईलाई हार्दिक अनुरोध गर्दै कार्यक्रमलाई अगाडि बढाउन अनुमति चाहन्छु। अध्यक्षको अनुमतिलाई स्वीकार गर्दै कार्यक्रमलाई अगाडि बढाउने क्रममा आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु न यसै विद्यालयका सहायक प्रधानाध्यापक श्री कृष्ण बोगटी ज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यसै विद्यालयका सहायक प्रधानाध्यापक सबिन लम्सार सरलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रममा पाल्नु भएका सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूलाई पनि आफ्नो स्थानबाट उठेर अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कक्षा 12 का दाजु दिदीहरूलाई पनि आफ्नो यथार्थ स्थानबाट आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसमा चाहिँ म क्रमशः नाम वाचन गर्छु, अगाडि आएर बस्दिनु होला। मिरन मगर, सुनिता बस्नेत, दिलकुमारी श्रेष्ठ, अनिता विक, ददिना हिमाग, सञ्जिता तामाङ, विक्रम सुनवार, दिपा तामाङ, सबिन तामाङ अगाडि आएर बस्दिनु होला। मैले नाम वाचन गर्दै जान्छु। तपाईहरु रिमा खड्की, थमकुमारी खड्की, एलिसा राई, नानी तामाङ, रेजिना राई, सुस्मिता राई, तारा कार्की, संगीता श्रेष्ठ, रिता गिरी, एरोना काफ्ले, खुसीराज राई, सञ्जय खत्री, स्टोनगन राई, सुमित्रा राई, अमिषा राई। अब त्यसैगरी स्वागत मन्तव्यको लागि अमित खत्री तयारी अवस्थामा रहिदिनु होला। त्यसैगरी अब स्वागत मन्तव्यका लागि साथी अमिर खत्रीलाई मञ्चमा बोलाउन चाहन्छु। जोरदार तालीले स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। छन त मेरो भावना बुझिदिने यहाँ को नै छ र, छन त मेरो भावना बुझिदिने यहाँ को नै छ र। अरुण मावि हाम्रो साझा घर। सर्वप्रथम यस कार्यक्रममा उपस्थित सम्पूर्णमा मेरो नमस्कार। अरुण मावि आज मिति 2081 साल 12 महिना 4 गतेका दिन सडन्द नगरपालिका अवस्थित विक्रम सम्वत 2021 सालमा स्थापना भएको यस अरुण माध्यमिक विद्यालयका हामी कक्षा 11 का सम्पूर्ण विद्यार्थी मिलेर कक्षा 12 लाई बिदाई तथा फेरि भेटौँला कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, शिक्षक शिक्षिका, प्यारा भाइ बहिनी तथा सम्पूर्ण विद्यार्थी साथीहरूलाई स्वागत गर्दछु। आजको यस विशेष दिन हाम्रो यसै विद्यालयमा अध्ययनरत कक्षा 12 का दाजु दिदीहरू त्यस्तो एक महत्त्वपूर्ण दिनका समयमा आउनु भएको छ जसले हजुरहरूको भविष्यमा एउटा सम्झनाको रूपमा झल्काउनेछ र उज्जवल दिशा प्रदान गर्नेछ। यो कार्यक्रम मार्फत हामी कक्षा 11 का सम्पूर्ण साथीहरू तर्फबाट यहाँहरूको आउँदै गरेको कक्षा 12 को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुहोस् भन्ने शुभकामना पनि प्रकट गर्दै यहाँहरूको शैक्षिक सफलता साथै उज्जवल भविष्यको कामना गर्दै उपस्थित सम्पूर्णमा फेरि एकपटक हार्दिक स्वागत गर्दछु। स्वागतम स्वागतम सुस्वागतम भन्दै मेरा केही भनाइहरू यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।
होइन उठ्दैन अगाडिको मान्छे उठ्नु मिल्दैन अगाडिको मान्छे उठ्नु मिल्दैन उहाँहरूलाई जोरदार तालीले स्वागत गरौँ पछाडि आशिष तामाङलाई गीत गाउनको लागि तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्दछु ड्रेस त यस्तो किनिदिनु पर्ने नि त्यो हेरेर हाम्रो ड्रेस किनिदिएको सरस्वती मिसले यो त यहाँ लेखेको हो र यो जोडेको हो र यस्तो लागेन उसको त राम्रै छ खालको किन्ने क्या सेतो खालको मिल्छ बगैँचामा बोलिरहने मेरी माया चम्किरहनेमा चम्किरहने छु मेरी माया मेरो माया साथी भए मेरा माया हीरा झै मेरी माया सही भए मेरो माया चुरा तारा भए मेरो माया छत्र सबै साथी भए मेरो माया साथी भए मेरो माया हीरा झै
श्रीकृष्ण सरलाई हार्दिक अनुरोध गर्दछु विदाईको लागि कक्षा 12 का सिरियल अरुण महावी 2061 ब्याच 81 2081 ब्याच कार्यक्रम भइरहेको छ जसमा चाहिँ सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूले टीका लगाइदिनु होला कक्षा 11 का विद्यार्थी साथीहरूले ब्याच 2081 ब्याच नम्बर 2081 2025 यो चाहिँ अब एक किसिमले सुखदको घडी पनि हो र बिदाई गर्न पाउँदा सुखद पनि हो र बिदाई भएर जाँदैछन् कतिपय कुरामा दुःख पनि लागेको छ It is extremely sad to learn such kind of situation to be departed from the school 12 देखि 13 वर्षसम्म सँगै बसेर बिदा हुने क्रममा
way too fast. You burn too. And you know you'll never. टीका ल्याउँछ दुःख झडीमा सबैजना रोइरहेका छन्। बिदाय हुँदा पक्कै पनि रमाइलो त लाग्दैन। 12 वर्षसम्म 13-14 वर्षसम्म पढेर छोडेर जानुपर्ने दुःख पनि लागेको हुनसक्छ। हामीलाई पनि उत्तिकै दुःख लागिरहेको छ। यस्ता अनुशासित र ज्ञानले भनिपूर्ण नानीहरूलाई पढाउन पाइन्छ पाइँदैन थाहा छैन। तैपनि समयको नियति हो, छुटेर जानुपर्छ। आज अरुणमा एकबाट छुटेर गए पनि उनीहरूलाई परीक्षाको शुभकामना तथा अब उत्तरोत्तर प्रगतिको कामना अन्य क्याम्पस तथा युनिभर्सिटीहरूमा उनीहरूले अब फेरि पनि यस्तै यात्रा तय गर्नु नै पर्छ। सर्वप्रथम त म कक्षा 11 का सम्पूर्ण विद्यार्थीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजसम्म हामी यो विद्यालयमा अध्ययन गर्दै आए पनि हामीलाई गुरुबा गुरुआमाले दिनुभएको ज्ञान शिक्षा र माया कहिल्यै पनि छैनौँ। हुनका लागि आजका अतिथि सबिन सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक भावना, कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि अतिथिज्यूहरू र कक्षा 12बाट आज फेरि भेटौँला कार्यक्रमबाट अबिर लगाएर अगाडि बसिरहनु भएका विद्यार्थी भाइ बहिनीहरू र अन्य सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यो कक्षा 11ले आयोजित गरेको विदाई तथा फेरि भेटौँला कार्यक्रममा यो विदाई भन्दा पनि तपाईँहरूको उज्जवल भविष्यको सुरुवात हो। यहाँबाट अब तपाईँहरूले पाइला चाल्दै हुनुहुन्छ र आगामी जीवनमा आफ्नो रुचिको क्षेत्रमा आफ्नो इच्छाको विषयमा पाइला चाल्नुहोला, परीक्षा राम्रो तयारी गरेर दिनुहोला र जीवनमा सफलता प्राप्त गर्नुहोला। हामीले गर्व गर्न सकौँ हामीले पढाएका विद्यार्थी आज यो स्थानमा छन्, यति धेरै सफलता हासिल गरेका छन् भनेर उदाहरण दिन सकौँ र समाजमा उदाहरणीय काम गरेर आफ्नो जीवन सार्थक बनाउनुहोला। यहाँहरूलाई उज्जवल भविष्य र परीक्षाको हार्दिक शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइ यहीँ टुङ्गाउँछु। हवस् त, धन्यवाद। अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। हामी सबैलाई थाहै छ। अब कार्यक्रमको समाप्त गरिदिनुका लागि यस कार्यक्रमका सभाध्यक्षज्यू रविनारायणलाई हार्दिक अनुरोध गर्दछु। साथै आजको कार्यक्रम सञ्चालक म भावना नेउपाने पनि यहीबाट बिदा हुन्छु। हस्, धन्यवाद। यस कार्यक्रमको प्रमुख अतिथि सम्पूर्ण दाजु दिदी भाइ बहिनी र सम्पूर्ण विद्यार्थी साथीहरू,
हामी कक्षा 11 का सम्पूर्ण विद्यार्थीहरूको आयोजनामा मिति 2081 साल 12 महिना 4 गते यादै श्री अरुण माध्यमिक विद्यालयको समायोजनमा भइरहेको कक्षा 12 का दाजु दिदीहरूलाई आउँदै गरेको अन्तिम परीक्षाको शुभकामना तथा विदाई कार्यक्रम अन्तिम चरणमा आइसकेको जानकारी गराउँदछु। तपाईहरूको आगामी दिन फलोस् फुलोस्, सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। तपाईहरू जहाँ भए पनि यस विद्यालयमा सधैँ यहाँ अध्ययनको क्रममा सङ्घालिएका हजारौँ बहुमूल्य सम्झनाहरू सधैँ रहनेछ भन्ने आशा व्यक्त गर्दछु। यो एउटा विदाई मात्र नभएर नयाँ बाटोको लागि नयाँ पाइला अनि नयाँ सुरुवाती पनि रहेको छ। कहीँ पुग्नु अघि कहीँबाट निस्कनै पर्छ। तसर्थ तपाईँहरूको विदाई सुखद रहोस् र तपाईँहरूको आउँदो भविष्य उज्जवल रहोस् भन्ने कामना गर्दै आजको यस विदाई तथा फेरि भेटौँडा कार्यक्रम हुने आएर सुसम्पन्न भएको घोषणा गर्दै म रविना राई पनि बिदा हुन चाहन्छु। धन्यवाद।